हामी आज तातो पानी नुहाउन आएको छु। लगभग 10 बजिसकेको छ है। अनि तातो पानी आजभोलि दिउँसो तातो पानी नुहाउन सकिँदैन, त्यही भएर हामी राति आएको। हाम्रो टिम यता हेर्नु पर्यो। यहाँ ज्वाई, यहाँ भाइ, यता विपना बहिनी, अनि यहाँ मेरो भाइ, हेलो हेलो, त्यहाँ मेरो देउर बाबु। तातो पानीतिर हामी त ढेकुर हो। हुम्लामा टङ्किली गाउँपालिकामा कम्तीमा पनि 3वटा तातो पानी छ। हिउँदको महिनामा त दिउँसो पनि एकदमै राम्रो हुन्थ्यो। आजभोलि रातिमा राम्रो हुन्छ, दिउँसो एकदमै पोल्छ है। पानी पनि फरक फरक किसिमको आउँछ। अनि एउटा तातो पानी आउँछ भने, अनि एउटा अलिक कम हुँदै ठिक्कैको पानी एउटा आउँछ। हामी आज 3 तातो पानी मध्ये एउटा धारा छ भने एउटा तालमा आछौँ है। म हजुरहरूलाई देखाउन चाहन्छु। एक आइहाल्नु। कहाँ ल्याउँदै हो नुहाउने? ल्याउँदै हो जान्न हजुर। त्यो कुरो कहाँ हुँदैन ल्याउँदा। अनि मेरो जाजरकोटबाट भाइ ज्वाइँ आउनुभएछ तातो पानी नुहाउनको लागि है। अब हामी चाहिँ जान लागिसकेका छौँ। अनि यहाँ यत्रो नदी सुसाइरहेको छ है। यता पानी उता तातो पानीको यो तातो पानीको मूल आउँछ। अनि यहाँ यसो बुझेर नुहाउनुपर्छ। यहाँ आउँछ पानी तातो आछ। हामी तातो पानी हेर्दै यहाँ होइन क्या, त्यहाँ होइन, उतै छ त्यही। छैन उता, नजाऊ, यता आइजाऊ। यस्तो छ है, यहाँ नदी यस्तो बगिरहेछ। ओहो, तातो पानीको धाराहरू पनि छन्। कम्तीमा 3 ठाउँमा छ। यो ताल यही हो, तातो छ जोइ। पानी एकदमै तातो छ है। दिउँसो त नुहाउन सकिँदैन, यो राति मात्रै हो नुहाउन सकिने भने। पस्न सकिन्न कि क्या हो राति पनि। उता झन् धारा छ जोइ। उता कति राम्रा धारा छन्। तल आऊ, छिटो आऊ। राति पनि टेक्न सकिँदैन। टेक छिटो। जुत्ता खोलेर टेक। हामी यहाँ यति रातो भएको भाइ। हजुरले खुट्टा राख्दासम्म तातो हुन्छ नि, यहाँ एसीको चाहिँ आफ्नै लेभलमा आयो नि। आहा, तातो पानी आउनुको मजा नै बेग्लै छ। तातो पानी आयो भने, नुहायो भने, अनि रातभरि यहाँभित्र पस्यो भने, यो तातो पानीमा पस्यो भने ढाड दुख्ने, हात खुट्टा दुख्ने, अनि यो बाथ रोग सबै निको हुन्छ भन्ने भनाइ छ है। बाबै यहाँ यति रातो बनाइदियो भाइ, सक्दैन है पस्न त। रातिमा तातो पानी कति 4 कति भयो अहिले मेरो कम्छ यता पानी पर्ला है। जस्तो माने है। अघि त थोरै थियो। बजे 6 है। अनि तातो पानीमा हामी बसिरहेछौँ। कति तातो भइरहेछ। हामी दिउँसो नुहाउन सक्दैनौँ। तातो पानीमा बस्नुको फाइदा के छ भने टाउको दुखेको कम गर्छ। नगर्के कान्छ। अगाडिबाट भिडियो बनाउनु क्या।